भारतको हरियाणा राज्य अन्तर्गत गुडगाउँको नजिकमा रहेको पटौदी गाउँ हामी सप्तदिवसीय श्रीमद्भागवत महापुराण मूल पाठ पारायण तथा सप्तचण्डी महायज्ञ गर्नका लागि चैत्र नवरात्रको अवसर पारी एकादश ब्राह्मणहरू यहाँ आएका र आज चतुर्थ दिवसको पूजा पाठ पश्चात दिउँसोको समयमा घुमघाम गर्दै किसानहरूले गरिरहेको कृषि खेती तरकारी खेतीहरू निहाल्दै यहाँ भेन्डी तथा साग खेतीहरू गरिरहेको छ। अत्यन्तै रमणीय दृश्य रहेको छ यो। तरकारी खेती गर्ने तरिका यहाँका किसानहरूको असाध्यै राम्रो रहेको छ। यो सबै भेन्डी खेती लगभग 5-6 कट्ठामा खेती गरिएको छ। यसको साथमा किनारमा धनियाको खेती गरिएको छ। धनियाको खेती गर्ने तरिका पनि यहाँको विशेष रहेको छ। किनारमा 2टा ड्याङ बनाई धनिया खेती गरिएको छ भने त्यसको भित्रभित्र सम्पूर्ण भेन्डी खेती गरिएको छ। अब भेन्डीको सिजन आइरहेको हुनाले भेन्डीको खेती गरिएको छ। यतातिर गहुँ खेती छ। लटरम्म काट्ने अवस्थामा रहेको गहुँ खेती